सबैजनालाई नमस्कार छ। हजुरहरूलाई फेरि हाम्रो लर्निङ च्यानलमा स्वागत छ। सधैँ आज पनि हामी नयाँ नयाँ भिडियो नयाँ नयाँ टपिक लिएर आएका छौँ र आजको हाम्रो टपिक रहेको छ एक्सट्र्याक्सन अफ आइरन फ्रम हेमेटाइट ओर। कुरा गरौँ कसरी चाहिँ आइरनलाई के गर्न सकिन्छ, एक्सट्र्याक्ट गर्न सकिन्छ। पहिला एक्सट्र्याक्सन भन्दा अगाडि आइरनको सिम्बल एफी एटोमिक नम्बर 55.845, यसको ल्याटिन नेम के त हो फेरम भ्यालेन्सी 2 एन्ड 3, यसको भेरिएबल भ्यालेन्सी हुन्छ। किन त भन्दाखेरि यो भेरिएबल भ्यालेन्सीमा के हुन्छ भन्दाखेरि स्टेबल हुन्छ, फाउन्ड हुन्छ भनेको ल। यदि आइरन फेरस फेरस भएको कन्डिसनमा भ्यालेन्सी 2 हुन्छ, फेरिक भएको कन्डिसन भ्यालेन्सी 3 हुन्छ। इलेक्ट्रोनिक कन्फिगुरेसन आर्गन 3d6 फोयास 2। कुरा गरौँ अकरेन्स एन्ड एक्सट्र्याक्सन अफ आइरन। आइरनको कुरा गर्दाखेरि डिफ्रेन्ट डिफ्रेन्ट ओरहरू हुन्छ। त्यो डिफ्रेन्ट डिफ्रेन्ट ओरहरूबाट आइरनको एक्सट्र्याक्सन डिफ्रेन्ट डिफ्रेन्ट प्रोसेस इन्क्लुड गर्छ। हेमेटाइट ओरबाट आइरनको एक्सट्र्याक्सनले डिफ्रेन्ट डिफ्रेन्ट प्रोसेस इन्क्लुड गर्छ। म्याग्नेटाइट ओरबाट डिफ्रेन्ट डिफ्रेन्ट प्रोसेस इन्क्लुड गर्छ। आइरन पाइरबाट डिफ्रेन्ट डिफ्रेन्ट प्रोसेस इन्क्लुड गर्छ। सेडेराइट ओरबाट डिफ्रेन्ट डिफ्रेन्ट प्रोसेस इन्क्लुड गर्छ। लाइमोनेटबाट डिफ्रेन्ट डिफ्रेन्ट प्रोसेस इन्क्लुड गर्छ। जेनरली आज हामी चाहिँ हेमेटाइट ओरबाट चाहिँ आइरनको एक्सट्र्याक्सन बारेमा यो भिडियो रहनेछ। एक्सट्र्याक्सन अफ आइरन फ्रम हेमेटाइट ओर, त्यसमा भेरियस प्रोसेस इन्क्लुड हुन्छ। पहिलो मेथड भनेको क्रसिङ एन्ड पल्भराइजेसन। क्रसिङ एन्ड पल्भराइजेसन भन्नाले एकदम बिग बिग लम्प्स अफ ओरलाई स्मल स्मल पिसेसमा ब्रेकडाउन गरिन्छ। यस्तो big lumps of ore are broken down into smaller pieces by jaw crusher and changed to fine powder by using a ball mill। भनेको ल एकदम ठुल्ठुलो ढुङ्गालाई एकदम सानो पिसेसमा के गरिन्छ भन्दाखेरि ब्रेकडाउन गरिन्छ। एकदम ठुल्ठुलो हेमेटाइट ओरलाई स्मल स्मल पिसेसमा के गरिन्छ, ब्रेकडाउन गरिन्छ। जुन ब्रेकडाउन गरेको के हुन्छ भन्दाखेरि ओर हुन्छ। जुन ब्रेकडाउन गरेको हेमेटाइट ओर हुन्छ त्यसलाई के गरिन्छ, कन्सन्ट्रेसन गरिन्छ। आइरनको लागि हेमेटाइट ओरको लागि कन्सन्ट्रेसनको लागि चाहिँ इलेक्ट्रोम्याग्नेटिक सेपारेसन मेथड युज गरिन्छ। यस्तो खालको मेथड हो जहाँ ओर के गरिन्छ, माथिबाट यो ट्याक्कै हाम्रो चाहिँ दुईवटा म्याग्नेटिक रोलरको माथिबाट ओरहरू हालिन्छ। रोलर घुमिरहेको हुन्छ, एउटा रोलर म्याग्नेटिक हुन्छ। यो रोलर के हुन्छ भन्दाखेरि म्याग्नेटिक हुन्छ, यो रोलर नन म्याग्नेटिक हुन्छ। अब जब यहाँबाट ओर हाल्या हुन्छ यो ओर यसरी जान्छ। जुन नन म्याग्नेटिक पार्टिकल हुन्छ त्यो यसरी जान्छ भनेपछि म्याग्नेटिक पार्टिकल चाहिँ म्याग्नेटसँग अट्याच भएर पछि ढिलो अर्को एउटा बिकरमा कलेक्ट गर्न सकिन्छ। भनेपछि नन म्याग्नेटिक पार्टिकललाई के त भन्दाखेरि एउटा बिकरमा कलेक्ट गर्न सकिन्छ र म्याग्नेटिक पार्टिकललाई अर्को बिकरमा कलेक्ट गर्न सकिन्छ। कसरी भन्दाखेरि म्याग्नेटिक पार्टिकल के हुन्छ भन्दाखेरि यो व्हीलसँग यो रोलरसँग के त अलिक बढीसम्म अट्याच हुन्छ। अट्याच भइसकेपछि अर्को बिकरमा के हुन्छ, हामीले कलेक्ट गर्न सक्छौँ इजिली। तेस्रो मेथड भनेको क्याल्सिनेसन। क्याल्सिनेसन भने यस्तो खालको मेथड जहाँ चाहिँ के गर्ने भन्दाखेरि ओरलाई अक्सिजनको एब्सेन्समा के गर्ने, हिट गर्ने। त्यहाँ के गरिन्छ भन्दाखेरि कोक हालिन्छ। त्यही फर्स्टमा के हुन्छ भन्दाखेरि हेमेटाइट ओरलाई के गरिन्छ भन्दाखेरि हेमेटाइट ओरलाई चाहिँ हिट गरिसकेपछि हेमेटाइट ओर र वाटरलाई हिट गरिसकेपछि हेमेटाइट ओर र वाटर फर्म गर्छ। त्यस पछाडि गएर त्यो ओरमा भएको इम्प्युरिटीलाई के गर्छ, जस्तै सल्फर, फोस्फरस, आर्सेनिक आर रिमुभ इन द फर्म अफ भोलेटाइल अक्साइड भनेको ल। जब सल्फर O2सँग रियाक्सन गर्छ यास2 फर्म गर्छ। आर्सेनिक O2सँग रियाक्सन गरिसकेपछि यास2O3 पनि फर्म गर्छ। यसरी के हुन्छ, रियाक्सन हुन्छ। आइरन कार्बोनेट जुन ओरमा प्रेजेन्ट भएको हुन्छ त्यसलाई के गरिन्छ भन्दाखेरि फेरस अक्साइडमा कन्भर्ट गरिन्छ। फेरस अक्साइडलाई चाहिँ फेरि फेरिक अक्साइडमा के गरिन्छ, कन्भर्ट गरिन्छ। फेरस अक्साइडलाई केमा कन्भर्ट गरिन्छ, फेरिक अक्साइडमा कन्भर्ट गरिन्छ। जुन जुन चाहिँ के हुन्छ भन्दाखेरि आइरन कार्बोनेट चाहिँ केमा प्रेजेन्ट भएको हुन्छ, ओरमा प्रेजेन्ट भएको हुन्छ। त्यसलाई केमा कन्भर्ट गरिन्छ, फेरस अक्साइडमा कन्भर्ट गरिन्छ। फेरस अक्साइड भन्नाले याफिओ। जुन फेरस अक्साइड हुन्छ त्यसलाई के त भन्दाखेरि O2सँग रियाक्सन गरिसकेपछि यसले के त भन्दाखेरि फेरिक अक्साइड फर्म गर्छ र यहाँबाट पनि जुन फेरिक अक्साइड र 3H2 हुन्छ त्यसलाई फेरिक अक्साइड प्लस वाटर फर्म गर्छ। यसरी के गर्न सकिन्छ, फेरिक अक्साइड क्याल्सिनेसनबाट हामीले अप्टन गर्न सक्छौँ।
क्याल्सिनेसनबाट चाहिँ फेरिक अक्साइड अप्टेन गरे पछाडि अब हाम्रो मेथड आउँछ स्मेल्टिङ अर रिडक्सन प्रोसेस इन ब्लास्ट फर्नेस। अनि हाम्रो अर्को मेथड रहेको छ स्मेल्टिङ अर रिडक्सन प्रोसेस इन ब्लास्ट फर्नेस। यो यस्तो खालको मेथड हो जुन क्याल्सिनेटेड ओरलाई के गरिन्छ भन्दाखेरि कोकसँग मिक्स गरिन्छ, लाइमस्टोनसँग मिक्स गरिन्छ र त्यसलाई फर्दर ब्लास्ट फर्नेसमा लिड गरिन्छ। भेरियस रिजन अफ डिफ्रेन्ट पार्ट अफ ब्लास्ट फर्नेस आर भनेको ल यहाँनिर के छ भन्दाखेरि बेस अफ फर्नेस, त्यसलाई जोन अफ कम्बुसन पनि भनिन्छ। बेस अफ फर्नेसलाई जोन अफ कम्बुसन पनि भनिन्छ। यसमा के हुन्छ भन्दाखेरि कोक बर्न हुन्छ, त्यसले CO2 दिन्छ। जुन कोक हुन्छ त्यो बर्न हुन्छ, कोक बर्न भइसकेपछि त्यसले के फर्म गर्छ CO2 फर्म गर्छ। कोक बर्न भइसकेपछि त्यसले CO2 फर्म गर्छ। CO2 फर्म गरिसकेपछि के हुन्छ भन्दाखेरि त्यसले लार्ज अमाउन्ट अफ हिट रिलिज गर्छ। टेम्परेचर चाहिँ 1500 डिग्री सेल्सियसमा के हुन्छ राइज हुन्छ। टेम्परेचर 1500 डिग्री सेल्सियसमा राइज भइसकेपछि जुन हट CO2 चाहिँ प्रड्युस भएको हुन्छ त्यो केसँग रियाक्सन गर्छ भन्दाखेरि त्यो चाहिँ हाम्रो चाहिँ कोकसँग कम्बाइन गर्छ, त्यसले के फर्म गर्छ CO भन्ने फर्म गर्छ। र टेम्परेचर के हुन्छ भन्दाखेरि 1200 टु 1300 डिग्री सेल्सियसमा जान्छ। र यहाँ रह्यो रियाक्सन, जुन CO2 हुन्छ CO2 कोकसँग रियाक्सन गरिसकेपछि यसले CO भन्ने फर्म गर्छ। टेम्परेचर चाहिँ के त भन्दाखेरि हाम्रो टेम्परेचर चाहिँ 1200 टु 1300 डिग्री सेल्सियसमा घट्छ। र मिडल अफ फर्नेस अर्को रह्यो मिडल अफ फर्नेस। मिडल अफ फर्नेस भनेको चाहिँ जोन अफ स्ल्याग फर्नेसन। यस्तो यसमा के हुन्छ भन्दाखेरि टेम्परेचर चाहिँ 900 अथवा 1000देखि 1200सम्म चाहिँ यसको टेम्परेचर हुन्छ। यो रिजनमा के हुन्छ भन्दाखेरि CaCO3 डिकम्पोज हुन्छ। CaCO3 डिकम्पोज भइसकेपछि CaCO3 के हुन्छ डिकम्पोज भइसकेपछि यसले CaO भन्ने फर्म गर्छ। जुन CaO हुन्छ त्यो SiO2सँग रियाक्सन गरिसकेपछि के फर्म गर्छ भन्दाखेरि त्यसले CaSiO3 भन्ने फर्म गर्छ। CaSiO3 भन्ने फर्म गर्दो रहेछ। र अर्को मेथड अनि CaSiO3 भनेको के रहेछ भन्दाखेरि स्ल्याग रहेछ। थर्ड पार्ट रहेको छ टप अफ द फर्नेस जोन अफ रिडक्सन। जोन अफ रिडक्सनमा के हुन्छ भन्दाखेरि यो रिजनमा टेम्परेचर रेन्ज चाहिँ 500देखि 900 अथवा 800सम्म हुन्छ। यसमा चाहिँ जुन फेरिक अक्साइड हुन्छ, जुन के हुन्छ भन्दाखेरि फेरिक अक्साइड हुन्छ, यसलाई चाहिँ हाम्रो चाहिँ कोकसँग रियाक्सन गरिसकेपछि यसले के फर्म गर्छ Fe3O4 भन्ने फर्म गर्छ। जुन Fe3O4लाई केसँग रियाक्सन गर्छ COसँग रियाक्सन गर्छ। COसँग रियाक्सन गरिसकेपछि यसले के फर्म गर्छ फेरिक यसले FeO भन्ने फर्म गर्छ। जुन FeO फर्म गरेको हुन्छ त्यसलाई केसँग रियाक्सन गर्छ फेरि COसँग रियाक्सन गरिसकेपछि यसले आइरन भन्ने फर्म गर्छ। जोन अफ फ्युजनमा के हुन्छ भन्दाखेरि यो भनेको चाहिँ लोएस्ट पोर्सन अफ द फर्नेस हो अथवा लोएस्ट पार्ट अफ द फर्नेस हो। जुन स्पोन्जी आइरन चाहिँ जोन अफ रिडक्सनमा फर्ममा हुन्छ, यो फ्युज भएर चाहिँ मोल्टेन आइरन फर्म गर्छ। र यसले के अब्जर्भ गर्छ भन्दाखेरि यसले चाहिँ हाम्रो कार्बन, फोस्फरस, सिलिकन र सल्फर अब्जर्भ गर्छ। जुन चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि स्पोन्जी आइरन चाहिँ जोन अफ रिडक्सनमा फर्म भएको हुन्छ। याफी केसँग रियाक्सन गर्छ सीसँग रियाक्सन गर्छ, यसले Fe3C भन्छ। भनेको Fe3 के भन्छ यसलाई C भनिन्छ। जुन चाहिँ के हुन्छ भन्दाखेरि दस फर्म मोल्टेन आइरन चाहिँ के त भन्दाखेरि दुईटा आउटलेट अफ फर्नेसबाट के गरेको हुन्छ कलेक्टेड गरेको हुन्छ। भनेको मतलब द आइरन अब्टेन दिस प्रोसेस इज कल्ड पिग आइरन। भनेको मतलब Fe3Cलाई के भनिन्छ भन्दाखेरि यसलाई पिग आइरन पनि भनिन्छ। Fe3Cलाई के भनिन्छ पिग आइरन पनि भनिदो रहेछ। यसरी चाहिँ हामीले इजिली के त भन्दाखेरि एक्सट्र्याक्सन अफ आइरनलाई इजिली के गर्न सक्छौँ भन्दाखेरि थोरै भिडियो हेरौँ। यहाँ के भइरहेको छ भन्दाखेरि जुन चाहिँ हाम्रो ओर कोक, आइरन ओर, कोक र लाइमस्टोनलाई के गरेको छ भन्दाखेरि हालिसके पछाडि यहाँनिर चाहिँ डिफ्रेन्ट के छ त भन्दाखेरि डिफ्रेन्ट टेम्परेचरहरू छ। फर्स्टमा बेसमा 1500 छ, 1250 छ, 900 छ, 600 छ, 250 छ। डिफ्रेन्ट टेम्परेचरहरू छ। यताबाट स्ल्याग निस्किरहेको छ, यताबाट स्ल्याग निस्किरहेको छ, यताबाट हट एयर पास गरिरहेको छ, यताबाट आइरन निस्किरहेको छ। भने मतलब यसरी के गर्न सक्छ भन्दाखेरि हामीले चाहिँ आइरनलाई इजिली के गर्न सक्छौँ भन्दाखेरि एक्स्ट्रा गर्न सक्छौँ। र आजको लागि यति नै हस्।